हेलो साथी सब। आज हामी घुम्न आएको थियौँ यता मणिपालको पछाडितिर होइन। अनि हाम्रो साथीको म तपाईँले एउटा राम्रो कुरा भन्न गइरहेको छु। भन्नु न। यो जुन भेस्ट हेर्दै हुनुहुन्छ नि, यो अस्ति हामीले कहाँ चुप्रे ढुङ्गाकोमा गएर त्यो सेलमा उठाएको हो। कतिको दोस्त? 500 को सेट भयो नि त। 500 को सेट मतलब जे भए पनि त यो के भन्छ कट्टो माथि सेट भनेको 500। साथीले ज्ञान दिन्छ एडिटिङमा के गर्नुपर्छ, यो मान्छेले केही गर्दैन मेहनत एडिटिङमा होइन। टिकटकमा सिधा जान्छ, अटो कट भनेर हुन्छ, अटो कटमा जान्छ, अटो कटबाट उसले त्यही गरेर भिडियो पोस्ट गर्छ कि युट्युबमा। त्यसको भिडियोमा हेर्नु कि क्याप कटको भन्दा पनि अटो कटको बढी आउँछ कि त्यो कुनामा अटो कटको अप्सन त्यही युज गर्छ कि यसले। न्यू ब्लगर भएपछि यस्तै हो, एडिटिङ नआएपछि मसँग आउनु म सिकाइदिन्छु। ट्युसन क्लास आफ्नै साथीले यस्तो सपोर्ट गरिरहेको छैन भन्छ, यस्तो भयो त्यस्तो भयो। तर सिकाउन कोसिस गरिरहेको छु म। त्यो चोरी गर्नु हुँदैन कि। चोरी भन्नाले त्यो अटो कट भनेको त्यो चोरी जस्तै हो। मेहनत नगरिकन फल पाउनु त्यो भएन कि। पहिला मेहनत गर्नुपर्छ, त्यस पश्चात आफ्नो फलको अपेक्षा राख्नुपर्छ। बुझ्नुभयो? घुमा ल अब भन्नुहोस् त। ल के बोल्छ राम्रो ठाउँ छ यार, आउनुहोस् हेर्नु त। ब्लगर अफ द इयरको अवार्ड दिनुपर्छ रितेश यादव। ब्लगिङ सुरु भइसक्यो। के छ केटा हो? ए कटिङहरू बिल्डिङहरू छ, बाटोहरू छ, कस्तो लागिरहेको छ। हामीले त्यति ब्लगिङको एक्सपिरियन्स छैन, त्यही भएर यता गयो क्यामेरा, फेरि उता जान्छ, अलिक धेरै मुभ हुन्छ होला, त्यही भएर मान्छेहरू पनि हिँडिरहेको छ। यस्तो बाटो छ।